2-3 घण्टा फोकस गर्नु स्टडीमा, मोबाइल टाइमलाई कन्ट्रोल गर्नु, रिभिजन रिपिट गर्नु, जति पढ्यौ भन्दा पनि कति सम्झियो इम्पोर्टेन्ट हो क्या। आज म चाइलेन्ज दिन्छु, आजको दिन वेस्ट नगर्नु, कम्तीमा 1 च्याप्टर फिनिस गर्नु। त्यस पछाडि मिल्छ भने तपाईहरु अझ अर्को च्याप्टर पनि कभर गर्नु, किनभने आज तपाईहरुको विद्यालय के भन्छ, आज त एक्जाम छैन, शनिबार हो। अनि तपाईहरुले आजको शनिबारलाई यसरी वेस्ट नगर्नु के। आजको शनिबार पनि तपाई आफ्नो भोलिको जुन एक्जाम हुनेवाला छ त्यसको लागि प्रिपेयर गर्न सक्नुहुन्छ। अब म अभिभावकज्यूहरुसँग कुरा गर्न चाहन्छु। तपाईहरुको सपना के हो? बच्चा सफल होस्, तर केवल प्रेसर दिएर सक्सेस आउँदैन। बच्चालाई सपोर्ट चाहिन्छ, मोटिभेसन चाहिन्छ, गाइड चाहिन्छ। कम्पेयर नगर्नुहोस्, उसको छोरा यस्तो छ, फलानमा यस्तो छ, ढिमकानमा यस्तो छ, उसले यस्तो गर्यो अनि मेरो छोरा किन यस्तो गरिरहेको छैन भन्ने कुराहरू भन्न बन्द गरिदिनुस्। बरु भन्नुस् तपाईमाथि विश्वास गर्छु। यति मात्र शब्दले तपाईको बच्चाको भविष्य बदल्न सक्छ। म एउटा सानो कथा सुनाउन चाहन्छु। रौतहटको एउटा गाउँमा एकजना विद्यार्थी थियो। घरको अवस्था राम्रो थिएन, अब बत्ती पनि राम्रोसँग आउँदैन थियो, तर उसले हार मानेन। दिनमा काम र राति राति पढाइ गर्नुभयो, त्यो पनि दिया बालेर। पहिला हुन्थ्यो नि, दिया बालेर पढ्नुभयो। आज त्यो विद्यार्थी इन्जिनियर बनेको छ। के फरक थियो त? परिस्थिति होइन, डिटर्मिनेसन फरक थियो। तपाई जहाँ हुनुहुन्छ त्यहीबाट मजाले सुरु गर्न सक्नुहुन्छ। सक्सेस तपाई पनि हुन सक्नुहुन्छ। रौतहट फर्स्ट इन एजुकेसन केवल यो एउटा अभियान मात्र होइन, यो एउटा मिसन हो। र त्यो मिसन मात्र एउटा इन्जिनियर के को मिसन होइन, वा हाम्रो बजिङकाञ्चल एफएम को पनि मिसन होइन। यो मिसन पुरै रौतहटका ती हाम्रा योद्धा युवाहरूको मिसन हो, जसले एक्चुअलमा हाम्रो रौतहटको अवस्थालाई, स्थितिलाई परिवर्तन गर्न चाहनुहुन्छ। त यो अभियान हामी गाउँ गाउँ पुग्नेछौँ। यो हाम्रो जुन एफएम हो, हामी गाउँ गाउँ पुग्नेछौँ, स्कुल स्कुल जानेछौँ, विद्यार्थीलाई मोटिभेट गर्नेछौँ, प्यारेन्ट्सलाई जागरुक बनाउनेछौँ। जबसम्म रौतहट शिक्षामा पहिलो हुँदैन तबसम्म यो अभियान रोकिन्न। अन्त्यमा म सबैलाई भन्न चाहन्छु, एजुकेसन चेन्ज भएन भने फ्युचर चेन्ज हुँदैन। आजैबाट सुरु गरौँ, छोटो छोटो कदम चालौँ अनि सँगै मिलेर रौतहटलाई पहिलो बनाऊ। यो हाम्रो जुन अभियान हो, यो आज हाम्रो बजिकाञ्चल एफएम 89.2 मेगाहर्ट्जमा आजबाट सुरु भएको छ। तर आज प्राविधिक भन्दा पनि मेरो पर्सनल कारणले आज हामी लेट भए। तर अर्को सप्ताह हरेक शनिबार बिहान 8:30 बजेदेखि लिएर 9 बजे यो हाम्रो कार्यक्रम चल्नेछ। र यो कार्यक्रममा तपाईहरु सिधै हामीसँग जुड्न सक्नुहुन्छ। यसको लागि तपाईहरुको रौतहटका ती हाम्रा योद्धाहरूको कुनै स्टोरी छ, आदरणीय गुरुहरूको कुनै कथा छ, र हाम्रा आदरणीय आमा बुवाहरूको कुनै दर्द भरा त्यो कुरा छ जुन आफ्नो बच्चाहरूलाई र त्यो रौतहटका ती सबै कलिला अनुहारहरूलाई सेयर गर्न चाहनुहुन्छ भने तपाईहरुलाई सिधै हामी आह्वान गर्छु, तपाईहरुलाई सिधै हामी रिक्वेस्ट गर्छु कि तपाई हामीसँग जुड्नुहोस्। किनभने यो जुन रौतहट फर्स्ट इन एजुकेसन यो यतिकै मजाकमा फुलोमा मैले स्टार्ट गरेको, कुनै हावामा स्टार्ट गरेको मिसन थिएन। यो भनेको रौतहट जिल्लाका ती सबै योद्धाहरू, त्यो सबै हाम्रा आदरणीय भाइहरू बहिनीहरू र हाम्रा ती विदेशमा बाध्य भएर जान परेका ती योद्धाहरूको पनि सपना हो, जसले रौतहटबाट बाहिर जाँदाखेरि हेर्छ कि हरेक ठाउँको पढाइको अवस्था हेर्छ अनि त्यहाँ कलेजको अवस्था हेर्छ, तर रौतहटकै विद्यार्थीहरू टप गरिरहेको छ। नेपालको ती डाँडा काँडामा जहाँ कुनै नेपालको मान्छे पुग्न सकिरहेको छैन, ती ठाउँमा हाम्रा रौतहटकै आदरणीय गुरुहरू गएर पढाइराख्नु भएको छ। ती सबैका मिसन हो रौतहट फर्स्ट इन एजुकेसन। र यो रौतहट फर्स्ट इन एजुकेसन आजबाट हाम्रो बजिकाञ्चल एफएम 89.2 मेगाहर्ट्जमा हरेक हप्ताको तपाईको 8:30 बजेदेखि लिएर
हप्ताको शनिबार बिहान 8:30 बजेदेखि लिएर 9 बजे म इन्जिनियर के फाउन्डर एन्ड डाइरेक्टर स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टरको तपाईँहरूसँग हरेक शनिबार बिहान 8:30 बजे भेट हुन्छु। तपाईँहरूसँग कुनै पनि स्टोरी छ, कुनै पनि कथा छ, जुन कथा तपाईँ रौतहटको इतिहासलाई परिवर्तन गर्नको लागि, रौतहटको भविष्यलाई बदल्नको लागि र ती कलिला उमेरमा जुन ती कलिला हाम्रा विद्यार्थी भाइ बहिनीहरू हो, ती विद्यार्थी भाइ बहिनीहरूलाई पढाइमा 100% फोकस गराउनको लागि यदि तपाईँहरूसँग कुनै पनि स्टोरी छ, कुनै पनि कथा छ, कुनै पनि मिसन छ, ती सबै मिसन हामीसँग सेयर गर्नुहुन्छ र म इन्जिनियर के तपाईँको मिसनलाई हरेक हप्ताको शनिबार कभर गर्नेछु। पहिलो कुरा यो हो कि तपाईँहरू आफ्नो कथा हामीलाई सेयर गर्न सक्नुहुन्छ। दोस्रो कुरा, अब कहाँ सेयर गर्नुहुन्छ म तपाईँहरूलाई सेयर गर्छु। दोस्रो कुरा, तपाईँ डाइरेक्ट यदि चाहनुहुन्छ भने हामीसँग यो एफएममा बस्नको लागि त तपाईँ त्यसमा पनि तपाईँहरूलाई स्वागत छ र तपाईँहरू सिधै हामीलाई सम्पर्क गर्नुहोस् र हरेक शनिबार बिहान 8:30 बजे हामी यो स्टुडियोमा बसेर रौतहटका ती अनुहारहरू, ती रौतहटका मिसन बोकेका आदरणीय युवाहरूको साथसाथै रौतहटमा जुन विद्यार्थीहरू अहिले यो आवाज सुन्न सकिराख्नु भएको छैन उहाँहरूको पनि भविष्य भनेर हामी यहाँबाट तपाईँहरूको साथमा सुरुवात गर्नेछौँ। रौतहट फर्स्ट इन एजुकेसन यो अभियान धेरै पहिलादेखि सुरु भइसकेको थियो। अभियान यो आजबाट सुरु भएको अभियान होइन, तर यो अभियानमा आज हाम्रो आदरणीय बजिकाञ्चल एफएमका सञ्चालक मेरो आदरणीय गुरु आरके सरले जुन यो प्लेटफर्म दिनुभएको छ यसको लागि म उहाँलाई जति धन्यवाद दिए पनि कम पर्छ। त्यही पनि उहाँ एउटा धन्यवादको पात्र हुनुहुन्छ, उहाँलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। आजबाट यो सुरुवात भएको बजिकाञ्चल एफएममा सुरुवात भएको रौतहट फर्स्ट इन एजुकेसन भोलि रौतहटको हरेक गाउँ गली गलीमा पुग्नेछ। त्यो गली गली र गाउँ पुग्दाखेरि तपाईँ पनि यसको सहयात्री र यी सपना पुरा गर्नको लागि तपाईँ पनि यो सपनाको बाटोमा हामीलाई र यो सपना पुरा गर्नको लागि तपाईँ पनि सहकार्य गरेर तपाईँ पनि यो मिसनमा काम गर्न सक्नुहुन्छ। म इन्जिनियर के तपाईँलाई फेरि पनि खुला आह्वान गर्छु र फेरि पनि तपाईँहरूलाई यो रौतहट फर्स्ट इन एजुकेसनमा जुड्नको लागि हृदयदेखि म स्वागत गर्छु तपाईँहरूलाई र म प्रतीक्षा पनि गर्नेछु। आदरणीय हाम्रो गुरुहरू, आदरणीय हाम्रो विद्यार्थी भाइ बहिनीहरू, आदरणीय हाम्रा युथ साथीहरू, आदरणीय हाम्रा मम्मी पापाहरू, म सबैजनासँग हात जोडेर रिक्वेस्ट गर्छु कि तपाईँहरूको साथ र सहयोग भयो भने हामी रौतहटलाई शिक्षामा 1 नम्बर चाँडै पुर्याउनेछु। यसको लागि तपाईँहरूलाई अब कसरी मेसेज गर्ने, कसरी हामीलाई जुड्ने, त्यो पहिलो त माध्यम भइहाल्यो बजिकाञ्चल एफएम 89.2 मेगाहर्ज र दोस्रो स्पेसली यो रौतहट फर्स्ट इन एजुकेसनलाई सिधै तपाईँ जुड्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर र मेरो व्यक्तिगत नम्बर 9814 27 82 41 मा तपाईँहरू जुड्न सक्नुहुन्छ। यो मिसनमा आउनुहोस्, सबैजना मिलेर सँगै हामी रौतहटको सपना, जसरी तपाईँ रौतहटको शिक्षाको अवस्था अहिले भन्छ जसै यसै र चलिरहेको छ, भन्छ नि कि न्याय नपाए गोर्खा जानु, एससीमा पास नभएर रौतहट जानु, त्यो भनेको कसैले त्यो घमण्डी मान्छेले रौतहटलाई डाइरेक्ट अङ्कित गरेर त्यो लेखेको हो, कुनै त्यस्तो छैन। रौतहटका ती अनुहारहरू धेरै जागरुक छ र मेहनत गर्नको लागि पनि तयार छ। थाहा छ नि तपाईँहरूलाई एमबिबिएसको रिजल्ट अनि यसपालि आउने एससीको रिजल्ट पनि तपाईँहरूलाई त्यो रिजल्टबाट पनि तपाईँहरूले जान्नुहुनेछ। त्यसैले अन्तमा म तपाईँहरूसँग रिक्वेस्ट गर्छु कि रौतहटको अनुहार चेन्ज गर्नको लागि, रौतहटको भविष्यलाई बदल्नको लागि तपाईँ सबैजनाको साथ सहयोग चाहिन्छ। त्यसैले तपाईँ सबैजना हामीसँग जुड्नुहोस्। 9814 27 82 41 मा तपाईँहरू जुड्न सक्नुहुन्छ र तपाईँहरू हरेक हप्ताको शनिबार बिहान 8:30 बजेदेखि लिएर 9 बजे हामीसँग हाम्रो यो कार्यक्रम रौतहट फर्स्ट इन एजुकेसनमा यदि आउन चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला। म थिएँ इन्जिनियर के फाउन्डर एन्ड डाइरेक्टर स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टर। फेरि अर्को कार्यक्रममा भेटौँला, तबसम्मको लागि धन्यवाद।